खाउँला भगवान्। अब दिनको 24वटा घरमा गएर कुरा लाउनु पर्ने, कोही ठुलो भएपछि हिँड्न सकिँदैन। गाह्रो पर्यो। त्यो पनि ठिकै छ, केही छैन। मेरा बाबा त्यो सम्झिँदाखेरि कति गाह्रो हुन्छ होला। त्यो बच्चा तेर्सो पर्यो भने प्राणै जान्छ। त्यो पनि भएन। ल ठिकै छ, त्यो पनि दुखम सुखम गरौँला, पाइदिउँला, के गर्नु। 4 मिनटतिर व्यवस्था अलिअलि यसो देख्यो, बिस्तार बिस्तार क्रमशः त्यो बढ्दै बढ्दै जान्छ। अनि जब मास पूर्ण हुन्छ, मास पूर्ण भइसकेपछि बुढा लौ न आज हो कि भोलि हो, नुन तेल सब जुराउन तयार हुन्छन्। यतातिर अथकालीन मामनारी प्रसुता बालकम तदा अनियजनको बालम रहस्य धुन्दुली ददौ। त्यो धुन्दुलीको त्यस्तो त्यो रहस्यमय घटना यो बुढाले के को थाहा पाउनु, केही थाहा छैन। होला त नि होला तरी भन्ठानेका छन्, कुदेका छन्। यता धुन्दुलीको अवस्था त्यस्तो भइराखेको छ। मास पूर्ण भइसकेपछि बहिनीले छोरो ल्याइदिन्छन्। रातिको बिचमा ल्याएर छोडेर उनी घर जान्छन्। यता त्यहाँ गरेर आवाज आउँछ। धुन्दुलीले हत्त नपत्ता त्यो बनाइराखेको त्यो के खाँदिराखेको चिज फालिदिन्छ। ए बुढा ल छोरो पाइदिएँ मैले। बुढा हत्त नपत्ता कुद्दै आउँछ। नाममै छोरो पाइयो भनेर नाच्दै। अनि धुन्दुलीले त्यो छोरो पनि देखाइदिन्छ। तर के गरौँ बुढा, दुध आएन, बुबु आएन मेरो भन्छ। एवं प्रकारले अब के आओस् बिचरा आउनु पनि। अनि ल बहिनीको त्यसरी सन्तान जन्मेको रे, सन्तान हजुर गयो अरे, खेर गयो अरे। अब ती बहिनीलाई बोलाउनु पर्यो। यी आत्मदेव ब्राह्मणले अब शुभ पार्टी दिन आयो है, यिनको त गाई पनि ल्याउने, माई पनि ल्याउने, क्या गर्दा भयो भनेर सबजना कुसुम डाले। अब सजिलो भयो, राम्रो भयो। लक्षण जाग्यो। यतातिर धुन्नुकारी नाम राख्यो। ती धुन्नुलीले मैले नाम राख्नुपर्छ, मेरो नामको अघिल्लो अक्षरबाट भनेर करायन जुलुस निकालिन्। लौ राख भन्छन् बुढा, दिन्छन् सबै थोक। अनि धुन्दुलीको छोरो धुन्नुकारी नाम रह्यो। यता गाईले पनि तुरुन्त पत्ता गरेको थियो मानि बच्चाको नाम। गाईले पाए पनि केवल कान चाहिँ गाईको जस्तो थियो, अरू शरीर जम्मै मानिसको ज्ञानी। धुन्नुकाले कारी महाखल सानैदेखि छुटो हुन्छ दुष्ट मानिसको मती। भोजने ती जङ्गली काँडा पहिले नै तिखा कति। असाध्यै सानैदेखि छुटो स्वभावको हुँदै गएको धुन्नुकारी त्यसरी प्राप्त गरिएको सन्तान भएको कारणले गर्दा स्नान शौचम क्रियाहीन गुरुलक्ष्मी पुरोरवर्जित परदेशमा प्रदीप लालनायार भकाला धृत्वा शब्दकोटे निपातयेत। हिंसाकम शस्त्रधारी छ दिनान दानम प्रपीडक। अरूलाई पीडा दिन अत्यन्तै खुसी हुने, हिंसा गर्ने, शस्त्र हातमा बोकेर हिँड्ने, हिंसा कर्मप्रति अत्यन्तै खुसी भन्दा पनि मानेनौ। सन्तानको छोरो मात्रै यसको अनुहार मात्रै हेर्न पायो भने हे बाबा हरि नाम सम्झनु आवश्यक भन्ने छ छोरो भए। गर्ला काय क्रिया पछाडि उसले पैसा कहाँ राखेको, धन कति छ, सम्पत्ति कति छ, सारा मलाई चाहियो। पुत्र जन्मनु भन्दा नजन्मनु जाति धिक्कार होस्, मैले जानिनँ। हिजो महात्माले भनेका थिए एकै समुद्र समूहन्तीमा लाखन छन्, तथापि ती तारागणहरू बाहेक एकजना एउटा मात्रै सूर्यले जति प्रकाशित पारिराखेको हुन्छ ती ताराहरूको अगाडि त्यो सूर्यले रहेछ भनेर एकदा पितर ताप्दै पात्र अरे ढुङ्गो बनाएको छ त्यो आफ्ना